वा यसलाई चाहिँ राज्यको वा सर्वोच्च अदालतको भनौँ उत्कृष्ट निर्णय नै मान्न सकिन्छ साथीहरू। किनभने अहिलेसम्म राज्यको उच्च ओहदामै बसेकै कारण उनीहरूले पाउने राज्यदेखि पाउने सुख सुविधाको उपयोग गरेर जुन तरिकाले एउटा ज्वरो आउँदाखेरि पनि विदेशमा चेकअपका लागि जाने भनेर करोडौँ राज्यको ढुकुटीहरू साफ पारिरहेका थिए, देशलाई भित्रभित्र धमिराले जस्तै खोक्रो बनाइरहेका थिए। अब भने यो सुविधा जुन पूर्व राष्ट्रपति, उपराष्ट्रपति, हाम्रो प्रधानमन्त्री, यी पूर्व व्यक्तिहरू जसले अहिलेसम्म उपचारका नाममा देशको ढुकुटी रित्ताइरहेका थिए, उनीहरूको लागि चाहिँ यो निर्णय एउटा झापड भएको छ। अब भने यो सेवा चाहिँ नदिने भएको छ सरकारले, यो चाहिँ निर्णय गरेको छ सर्वोच्चले। वाव, यति भएपछि भने देश विकास गर्न कसैले पनि रोक्न सक्दैन। किनभने उपचारको नाममा करोडौँ अरबौँ खर्च गर्ने, अब सोकियो सचिव लहर जाने, आफ्नो फ्यामिलीहरू लहर जाने, त्यस्तो प्रविधि र लाखौँ लाख करोडौँ करोडौँ देशको ढुकुटी रित्याउने नेताहरूको लागि अब भने यो सेवा नहुने भएको छ, यो सेवा रद्द गरिएको छ। अब भने देश विकास हुन कसैले पनि रोक्न सक्दैन। र अब यो मात्रै होइन, यस्तै ऐतिहासिक निर्णयहरू गर्दै जाओस् सरकारले। सदैव हाम्रो जनताको साथ रहनेछ। धन्यवाद।